तिमीले यस्तो कालो बनायो मान्छेलाई होइन मिडलवाला कालो भयो कि त कालो हुनु मान्छेलाई होइन डस्टबिन इभन संसारकै कालो व्यक्ति हुँदैन कि त एकदमै टप लिस्टको कालोमा पर्नुपर्ने यहाँ आउने भने त खालि जोडी आउने हो कि खासै होइन हामी यहाँ सिङ्गललाई के माछा बल्ल काट्नु गाई यहाँ गर्मीले पराउने खाएको बेला चिसो हावा चल्यो क्या बल्ल शीतल त पर्दा भयो होइन साथी मेरो आइफोन चाहिँ यस्तो छ यहाँ भर्खरै अस्ति रतन गाकीले भन्दै थिएन राम्रो मान्छे चिन्दैछ दिबी पर्यो भनेर अमेरिकाले राम्रो मान्छे चिन्यो भने कि बल्ल एक दिन समय आउँछ साथी सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भिडियोमा तपाईँलाई स्वागत छ। सो न्यू डे न्यू भ्लग है त। लाइक अहिले चाहिँ हाम्रो यो समयको पुऱ्याउनु पर्दाखेरि चाहिँ करिब हाम्रो करिब 9-10 बजी नै आइसकेको अवस्था छ होइन। आज चाहिँ बिहान भ्लग स्टार्ट गरेँ त आज भनेर चाहिँ धेरै पछि आफ्टर लङ टाइम पछाडि चाहिँ म भ्लग बनाउनु लागि अहिले चाहिँ यहाँ आइरहेको छु। जस्तो अहिले चाहिँ हामीले यो भनौँ न यहाँ कमल पोखरी एरियामा छौँ है त। यसरी कतिजना सक्नुहुन्छ। आज अलिक मौसम पनि खुलिरहेको अवस्था छ बिहान भएर पनि होला सम्भव त होइन। नत्र हुस्सो लागेर पनि यहाँ बिजोको अवस्था हुन्छ फेरि अरू डेमा चाहिँ अनि एकदम यो भ्लग डेली चाहिँ बनाउनु पाइरहेको छैन क्या होइन। अब भनौँ न यस्तो बिजो लागेर यहाँ मलाई बिजोको अवस्था छ। मेरो सायद अरू डेहरू भन्दा पनि नर्मली आजको यो साउन्डै यहाँ भोइस नै चेन्ज छ क्या होइन। त्यो भएर पनि यहाँ बिजोको अवस्था छ मलाई चाहिँ बोल्नलाई एकदम कठिनाइ छ मलाई एकदम गाह्रो भइरहेको छ। जस्ट हामी चाहिँ अहिले क्लासतिर गएर अनि त्यो केटाहरू सायद घुम्दिनु त कमल पोखरी भनेर चाहिँ हामी घुम्न आएको छौँ है त। यस्तो रहेछ नि बिजोको छ गाई यहाँ मलाई फेरि होइन एकदम साउन्ड अरूले भन्दा नर्मल्ली आज बिजोको अवस्था जस्तो देखिरहेको छ। के हो केटा यहाँ माछा छन् केही देख्दिनँ त यार झोला हालेर लिनु पर्ला लाग्छ यार। माछा त के हो त यो फोहोर यस्तो छ माछा देखेर पो अलिअलि देख्नु होइन धेरै छ होला हेर्छ न त यो चारो हालिदियो पनि आउँछ होला कि उपारि पनि खेलेर लाग्छ त्यो पनि ठुलो रहेछ त्यहाँ पानी किन फोर्छ यस्तो यहाँ भ्लग गर्ने हुने केटा हो तिम्रो नाम भनिदेऊ त। वेलकम छ है मलाई मेरो भ्लगमा वेलकम छ। तिम्रो नाम भनिदेऊ ह्यान्डसमको नाम भनिदेऊ न। ह्यान्डसमको अर्को नाम के हो त्यो आइरहेको हुन्छ नि हाम्रो रोहित होइन हाम्रो चाहिँ रोहित राजा हो नि उनी फेरि अलि लजाउँदैन क्या भ्लगतिर यताउति होइन। मलाई फेरि यतातिर बोल्ने गाह्रो लाग्दैन कि अब धेरै भ्लग बनाएको बनाएँ। हाम्रो अर्को आज ह्यान्डसमको पनि महा ह्यान्डसम साथी यहाँ छ ल बात त सही तिम्रो नाम के भन्ने त साथी थाहा भएन अरे आज ह्यान्डसम मान्छेको त नाम भन्नु पऱ्यो नि यार होइन। उनी चाहिँ विमल हुनु है त विमल होइन उनको नाम चाहिँ विमल हो। गोत्यारै हुनु गोत्यार त्यहाँ पनि छोड्नु लाग्छ क्या। चस्मा त लाउन छोड्नुहुन्न यार म चस्मा त सधैँ भुक्छु। फेरि आज रुगा लाग्यो भने यस्तो भिजो भएको होइन तर म यहाँ धेरै हो यार तर कमल पोखरीतिर आएको थिएन क्या। अब ब्ल्याक भयो भने ब्ल्याक टाइगर भइहाल्यो गाइस चस्मा लाउनु परिहाल्यो त्यो त पऱ्यो होइन। तर यहाँ फुल फुलेर खत्रै हालेको छ यसले केही छैन त यार। फुलको नाम के हो साकुरा तर यहाँ हल्को झरिसकेको छ क्या पुरा यो फुलहरू चाहिँ। लाइक यो टोटल त मैले हिजोतिर होला जस्ट हिजोतिर देखिरहेको थिएँ यो कतातिर टिकटकतिर देखिरहेको थिएँ। यो चाहिँ यो के अरे फुलको नाम यो फुल चाहिँ खतरै फुलिरहेको थियो कि अहिले यो पुरै जताततै भाइरल छ। खासमा बालकुमारी एरियामा हो यो साइड बालकुमारी एरिया उतातिर चाहिँ दामी फुल भएको थियो अनि रत्नबारी एरियामा प्लस अहिले चाहिँ यो भिरकुटी भन्दा भैरमगढी खतरा फुल भएको थियो त्यहाँको पनि खिच्नुपर्छ यस्तो लागिरहेको थियो होइन। मैले सोचिरहेको चाहिँ हिजो अस्ति नै हो कि भ्लग बनाउनुपर्छ भनेर तर यस्तो भइदियो कि अब समस्या आइदियो कि यहाँ स्वास्थ्यको लागि एकदम बिजोको अवस्था। अनि हिजो 2-3 दिन टोटल सुतेरै गयो क्या दिनहरू त यार हिजो होइन। यस्तो आज नि मेरो साउन्ड हिजो जस्तो नर्मल छ नि त्यस्तो छैन कि साउन्डमा पनि यहाँ प्रब्लम आइरहेको अवस्था छ। फेरि जस्ट आज केटाहरूसँग बनाइदिनु त भनेर बनाएको प्लस फेरि
बाटोमा त बाटोतिर टिकटक बनाउनु त टिकटक तर कुनलाई देखेर ढल्यो जस्तो छ है कुनलाई देखेर ढल्यो जस्तो मलाई शङ्का लागिरहेको छ हेर पुरै तिमीलाई देखेर ठाउँको ठाउँ ढल्यो जस्तो मैले मानिरहेको छु टुवेल्भ क्लासको इक्जाम दिने मान्छेहरू पनि इक्जाम दिएर आयो भने के एकालाई पर्ने होला भने खास इक्जाम दिएर होइन यहाँ त उताबाट यो खास चारै ठाउँमा यस्तो यस्तो बनाएर रहेछ कि बस्नलाई प्लस त्यहाँको दृश्य हेर्नलाई राम्रो रहेछ नि त फेरि केटा हो घाँस त्यही गाह्रो होला जस्तो गाई छ होइन अब हिजोतिर अफिस खानु पर्छ अफिस खाइएन त्यो भएर पनि हो कि झन् गाह्रो गाह्रो भइरहेको नि त यहाँ काठको यस्तो ट्याक्क लाइन के हो यहाँ हले त काठ माछा गाइज यहाँ माछा तर यहाँको यो टोटल त एरिया छ नि यो पुरै हिलोकै एकदम हाम्रो घरतिर भन्छ नि पोखरा भन्छ नि पोखरा भन्छ नि त्यस्तो खालको देखिरहेको छ कि पुरै ढल मिसिया जस्तो रहेछ तर माछाहरू त माऱ्यो भने त मारिन्छ होला यहाँ हेरेर कति ठुलो माछा छ मार्छन् होला मासु मारिदिउँ म मासु मारिदिउँ के हो त्यहाँ त पुरै परिवारको भुस जस्तो छ नि यार यत्रोमा यसो यो सरसफाइको लागि सुझाव पनि देऊ यसो यो सरसफाइको लागि सुझाव पनि देऊ बात त सही सरसफाइ चाहिँ गर्नुपर्छ यस्तो एरियाहरू टोटल के भनौँ न यो त पुरै ढल मिसाए जस्तो रहेछ कि टोटल यो क्षेत्रमा चाहिँ होइन अरू चाहिँ राम्रो नै छ लगभग यहाँको चाहिँ यहाँ ब्रह्मपुत्रतिरको भन्दा पनि यतातिरको यो फुल छ नि अहिले फुलेर एकदम पछिल्लो समयमा बसन्त ऋतु लागिसँगै यताको फुलहरू फुल्यो पनि एकदम हरियाली वातावरण एकदम राम्रो भइरहेको छ यहाँ चाहिँ मेनली भनौँ न यहाँको चाहिँ बस्नलाई चाहिँ बिहानको समयमा अलि होइन जस्तो अहिले चाहिँ अलिक धेरै घाम लागेको छ सबै चलिसक्यो नि त 10 बजिसकेको छ सम्भवतः त्यही भएर पनि होला होइन नत्र जे होस् बिहानको समयमा अलिक बिहानै भनौँ न मर्निङ टाइम प्लस अनि साँझको जुन वातावरण चिसो खालको हुन्छ त्यतिखेर चाहिँ बस्नलाई एकदमै राम्रो खालको वातावरण छ यहाँ चाहिँ कम्फर्टेबल खासमा मेन कुरो यहाँ आउने भने त केटा हो यहाँ आउने भने त खास जोडी आउने हो कि खास होइन हामी यहाँ सिङ्गललाई के गाह्रो छ नि जता बस्यो यहाँ फेरि खत्म बाय बाय टाटा गुड बाय गया यो त जाँदो रहेछ प्रत्येकै यहाँ धेरै जस्तो जोडी चाहिँ यहाँ आउने जस्तो देखिन्छ होइन सायद यहाँ धेरैका भ्लगमा रिभिल हुन लाग्यो चाहिँ जोडीहरू होइन भ्लगमा रिभिल चाहिँ नगर्ने मलाई कसैको पर्सनल प्राइभेसीहरू चाहिँ नत्र आइराख्नु जस्तो लाग्छ यतातिर हान्नुपर्छ एउटा एक दुईवटा फोटोहरू चट्ट लगाएर होइन यस्तो छ गाई टोटल एरिया चाहिँ धेरै ठुलो रहेछ क्या यो एरिया होइन टक्क बरु यस्तोमा डुङ्गा सिस्टम हुनु पर्ने कि डुङ्गामा चढ्ने उनले चाहिँ आज फेरि लभ लेटर लेख्दैछ नि क्या यहाँ एकदम पानको बाटो क्या हो पुरै लेख्दैछन् होइन गाह्रो छ गाई काठमाडौँभित्र बस्नुलाई चाहिँ होइन भनौँ न अहिले चाहिँ यो केटा होइन मिडल क्लास फ्यामिलीलाई एकदमै काठमाडौँ चाहिँ बाँध्न गाह्रो छ कि होइन लाइक हुन्छ नि काठमाडौँमा चाहिँ छ नि इलम छैन भने मान्छे चिलम हो कि बात त सही पर गरे हेर पुरा होइन पैसा यस्तो लाग्छ आम्मा माछा गरेर त परिया पनि यस्तो छन् गाइज यहाँ चाहिँ होइन एकदमै गाह्रो छ होइन आम्मा यहाँ त परिया पनि गाइज यस्तो छन् यहाँ माछा त के हो यार माछा त यहाँ हेर न केटा आम्मा माछा त के हो हेर त यहाँ माछा गाइज माछा पुरै मान्छे त पुरै भाग्दो रहेछ यहाँ यो त एउटा जाल हान्यो भने त यता पुरै जाल भरि निकै आउँछ मलाई यार सोयाबिन होइन यति धेरै माछाहरू छन् यार आम्मामा पानी जति हल्लिन्छ खाने टोटल यहाँ माछा आएर थियो अहिले हामीलाई मान्छेले देख्छ भाग्दो रहेछ क्या यहाँ यस्तो चाहिँ भाग्यो हेर न भाग्यो
बाहिरतिरको दृश्य यस्तो स्वाट देखिरहेको छ। यहाँ बाहिरतिरको चाहिँ लाइक अझै खतरा खतरा बन्दो रहेछ कि यहाँ चाहिँ के हुँदैछ होइन सायद यहीँको एरिया हो कि हो नि कि बाहिरतिर गएर एउटा हो यहीँको एरिया होला सायद त्यो बनाइरहेको छ अझै राम्रो राम्रो खालको अझै खतरा खतरा हुँदैछ बिस्तारै। खासमा काठमा यो होइन यताको यो हिल्टन गाई चाहिँ यो चाहिँ हिजो अस्ति चल्लाएको थियो नि हो यहाँ देखियो कि हिल्टन त यहाँ रहेछ त यार हिजो अस्ति भर्खरै यो न्युजमा आइरहेको थियो शेर्पा देवाको छोरा कि कसले चाहिँ किन्यो है भनेर न्युजमा आइरहेको थियो त्यो होटल चाहिँ यतातिर रहेछ गाई यहाँ चाहिँ देख्नु हिल्टन होटल चाहिँ घामले दिनै गाई होइन यस्तो काठमा घाम यस्तो गर्नु परिरहेको छ अहिले चाहिँ होइन बजेको समयमा नेपालकातिर बिजो के छ होला तर यस्तो भनौँ न मिडल क्लास फ्यामिलीलाई जति चाहिँ काठमाडौँमा एउटा गाह्रो हुन्छ सिस्टम मैले एउटा भनौँ न पहिले पछि समयमा एउटा भिडियो बनाउनु पर्छ भनेर सोचिरहेको चाहिँ के थियो भन्दाखेरि अब मिडल भन्छ नि जुन मिडल क्लास फ्यामिलीको जुन पनि मिडलमा मान्छे हुन्छ त्यो मान्छेलाई चाहिँ एकदम गाह्रो हुँदो रहेछ कि केटा होइन मैले भन्न खोजेको चाहिँ कस्तो भन्दाखेरि मिडल क्लासको हामीले यस्तो कालो बनायो मान्छेलाई होइन मिडलवाला कालो भइयो क्या एउटा कि त कालो हुनु मान्छेलाई होइन दर्शकबिन इभन संसारकै कालो व्यक्ति भनेर कि त एकदमै टप लिस्टको कालोमा पर्नुपर्ने गजब बेइज्जती कि त यो हुन है गोरो मान्छे भनेर गोरो पर्नुपर्ने बिचैमा पऱ्यो क्या न त कालो न त गोरो भन्ने यस्तो परेर यो गाह्रो थियो होइन कि त उनी जस्तो हुनुपर्ने टिलिक्क कि त होइन होइन केटाहरू ह्यान्डसम ठिकै आउँछ होइन त्यो कि त टिलिक्क मैले भनेको छु होइन कि त खत्रै गराउनु पर्ने खत्रै कि त मिडलमा पर्ने जुन पनि मिडलमै पऱ्यो गाह्रो भयो मिडलमा परेर काठमाडौँमा बस्न गाह्रो भयो जस्तो मिडलै भएर त यहाँ गाह्रो छ नि होइन न त यहाँ केटाहरूलाई फेरि छमियाहरू नहेरेर गाह्रो छ अरे होइन छमियाहरूले हेर्दा पनि त्यसो भए गाह्रो छ अब ह्यान्डसम हेरेर नि हेर्दै हेरेनन् भने त अब के लाग्यो र त्यो केटीको आँखै फुट्याउनु उनलाई हेर्ने केटीले हेर्दै हेर्दै के केटीकै आँखा फुट्याउनु जस्तो लाग्यो उनलाई नहेर्ने चाहिँ चिनेनन् के अब भर्खरै अस्ति रतन कार्कीले भन्दैछ होइन राम्रो मान्छे चिन्दैछ दिबी पऱ्यो भनेर अमेरिकाले राम्रो मान्छे चिन्यो भने के बल्ल एक दिन समय आउँछ साथी न तिम्रो पालो एक दिन अवश्य आउँछ होइन धैर्य गरेर बस धैर्य तिमीलाई भगवान्ले राम्रै सिस्टम मिलाइदिए जस्तो छ हेर्दा नजाम के पर यो अहिले जाऊँ न एकचोटि यहाँबाट सिनेमेटिक त यताको राम्रो आउँछ होला जाम बस्ने चाहिँ यो सबभन्दा ठुलो यही हो क्या मेन सबभन्दा मेन यता रहेछ उता सानो साइडमा चाहिँ सानो कुना रहेछ नि यहाँ चाहिँ यस्तो फुलहरू टक्क फुलेर है वातावरण एकदमै रमाइलो खालको वातावरण छ यहाँ चाहिँ अहिले कमल पोखरी भनेर जहाँ भनिएको छ त्यो पोखरी चाहिँ समाप्त यो हो यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ फेरि यो फुलहरू फुलेर एकदम यहाँ चाहिँ खसेर पानीमा पनि एकदम राम्रो खालको देखिन सकिन्छ है त म बोक्छु ल्याउ केटाहरूले यहाँ फुल दिइरहेको छन् होइन गाई छैन के सानो ठाउँमा भइरहेको छ होइन अब केटाहरूलाई यसो या फेरि कोही सिक्युरिटी गार्ड भेट्यो भने ल्याएर गर्नु फुललाई चाहिँ लुगा हिँड्नुपर्ने हुन्छ यो पोल्ट्री कुरा त्यो त खाएन फेरि यो थाहा छैन तिनमा दिने है गाई चाहिँ के रातै भइसक्यो कि रातो होइन खसिया रहेछ कि यो खसियाको टिप्या हो यो खसिया टिप्या हो त्यस्तो खासै सिस्टम फरक छैन खसीकै टिप्या हो होइन ल यहाँ लेखाउनु त यहाँ शौचालय यहाँ जाने शौचालयको भिडियो बनाएर दिने हो शौचालयको भिडियो पनि हुन्छ साँच्ची हो शौचालय यस्तो छ यहाँ फोहोर चाहिँ के छ यहाँ ऐनै देखिन्न गाइजी मेरो आइफोन चाहिँ यस्तो छ यहाँ हामी यहाँको त बरु उहाँ देखिरहेको छ गाई कस्तो खालको आयो भने खालको फुलहरू हो यहाँ गाई फुल टिपेर यहाँ लुकाएर हिँड्दा चाहिँ यो मान्छे यो मान्छे यहाँ लुकेर हिँड्दा त गाई चाहिँ यो ध्यान आएर सुन्नुहोस् सबको बसिरहेको छु म ध्यान आएर सुन्नुहोस् है तिमीले एउटा फुल टिप्ने याद भिडियो बनाइराख है म कुन चाहिँ कमाइदिन्छु
उनले केटीलाई दिने भनेर फुल टिपिरहेको छ नि है लास्ट मन्दिरमा चराइदियो है केही सकेन भने चाहिँ पाँचेको बु त्यहाँ शहीदहरूलाई चराइदियो सो गाइज अब चाहिँ हामी त त्यहाँदेखि चाहिँ भाइर निस्किसकेका छौँ है त भाइर जाँदा चाहिँ यहाँ केटोले चाहिँ यहाँ फुल चढाइदिइसकेको छ यहाँ चाहिँ के को मूर्ति यो देशभक्ति मर्दैन बालकृष्ण स्वयंको यहाँ मूर्ति रहेछ नि त जस्तो अब चाहिँ यहाँदेखि हामीहरू रुमतिर जानुपर्ने हुन्छ होइन यहाँ केटाहरूको चाहिँ गाडी लाग्छ होला त्यहीबाट हामी चाहिँ जस्ट यहाँदेखि रतनबार अथवा जमलतिरबाट गाडी चढ्छ होला होइन एकदम नुहाइ चाहिँ यसरी मैले साउन चाहिँ आइरहेको छैन तिमी हो आज चाहिँ म भिडियो कास्ट बनाउँदिनँ होला केटा हो यो अब चाहिँ हामीहरू यहाँबाट ट्याक्दिने हो त त्यसरी चाहिँ ल लास्टमा चाहिँ यहाँ मेरो च्यानललाई यसो 2-4 टाले जाओस् त जाओस् न जाओस् लाइक कमेन्ट सेयर वाला के अलिक ठुलो ठाउँमा त के एकदम व्यक्ति भएर नलजाउ न तिमी यार हाम्रो ग्याङको सबैभन्दा लजाउने मान्छे चाहिँ ऊ है फेरि एकदम लजानेवाला दुइटाको मित्रता यहाँ यस्तो छ यो सुम्म कसरी भयो यो मित्रता यहाँ बल्ल काट्नु गाई यहाँ गर्मीले परानी खाएको तँलाई चिसो हावा तँलाई क्या बल्ल शीतलता पर्दा भयो होइन है साथी आएर यार आँखामै झार बाटो त चिल्लो छ नि यार कसले विकास छैन भन्छ यार विकास त भइरहेको छ नि काठमाडौँ भने बिस्तारै स्लोली होइन हिजो अस्ति भने अब क्वेसन अनुसार के विकास त भइरहेको छ नि बिस्तारै नभएको के छ आफू कहाँ नेपालमा नभएको के छ जब पनि छ अलिअलि त्यही अब नेपाल भ्याले नेपालको प्रचार गर्ने विदेशको भाले विदेशको प्रचार गरेछ भन्दा विकल्प छैन त्यो मान्छेले पानी खाएर खाने फेरि पानी हो कि हो फेरि भयो त बाटो पानी खाएर खाने फेरि हो कि हो ले फेरि हो र जाऊँ न त बाटो गरेर खाँदा आयो भने एक गाडी हाल्नु होइन फेरि पानी त्यो पानी त खानुपर्ने हुन्छ सिस्टम फेरि भएको त्यही सिस्टम त थाहा भएन क्या झन् त पानी देख्थ्यो पानी देख्यो भने चाहिँ हामीले सुरु गरेर हाल्नुपर्छ हुन त फेरि हो कि गाई पानी खाँदैछु म नेपाल परिया प्रतिष्ठान गरी यहाँ खिच्दै नमिले पनि हुँदो रहेछ फेरि यहाँ त होइन गाह्रो छ नि कुनै ठाउँमा त यहाँ मेरो अस्ति पर्सुमा भिडियो नै डिलिट गरिदिएको थियो त्यस्तो भने त गाह्रो परिहाल्छ बरु ब्याङ्ककै मेन शाखा हो कि आमामा के हो त बिल्डिङ त यत्रो छ यार स्काई टावर बराबर छ यो बिल्डिङ गाई गएर चाहिँ हामी यो स्काई टावर छ होइन जुन सिसाको भाइरल टावर त्यहाँ चाहिँ आइसकेको छ है त यहाँ हामी यो 1000 रुपियाँ खर्च चाहिँ गर्दैनौँ हामी भनेको दर्शकको बाहिरबाट हेर्ने देखाउने मात्रै हो अब मान्छेले भन्दा फेरि 1000 फिल्म हो 1000 फिल्म हुनलाई त काठमाडौँ इलिम नभए त मान्छे सिधै फिल्म हो त्यो एउटा जग्गा गाह्रो छ हामी चाहिँ त्यहाँदेखि चाहिँ बाहिरबाट देखाउँछ यहाँ चाहिँ तर यहाँनिर जति हिँड्यो यहाँनिर चाहिँ आएको छैन यार आम्मा कति फलाइदिएछ यार आज बन्द हो कि सिसाको टावर बन्द जस्तो सिसाको टावर है त्यो गाई यहाँ चाहिँ सिसाको टावर नै यो टोटल सपिङ छ कि के हो यहाँ त त्यस्तो छ एउटामा चढेर 1000 रुपियाँ खर्च गर्नलाई के गाइदिएन हाम्रो औकातै मिल्दैन कि यहाँ सिस्टम औकातै मिल्दैन सिस्टम अब यहाँ बरु ठ्याक्कै युट्युबबाट इन्कम आएको बेला चाहिँ आयो भने ठ्याक्कै होला नत्र भने चाहिँ अलिक गाह्रो पर्छ कि यहाँ सिस्टम चाहिँ अब पैसा अब यहाँ पैसा 5 को दरले सिस्टम बजाउनु पर्ने अवस्था छ अनि यहाँ 1000 रुपियाँ राखेर कहाँ हुन्छ साध्यै हुँदैन नि अब चाहिँ यहाँ होइन जस्ट भाइहरूको लुक्स मात्रै देखाइयो अब कि त पछि तिरै हुन्छ होला सरे भने नत्र गाह्रो छ अहिले पहिलेसम्म भनौँ न यहाँको त्यो पहिले सुरु मान्छेहरू चाहिँ छ नि टेस्ट गर्नको लागि चाहिँ मान्छेहरू चढाएको थिए तर अहिले चाहिँ लगभग उताको धरहरा खोलिसके पछाडि आखिर एउटै त हुने होइन दुइटै अनि खासमा धरहरा ढलेर धरहरा नढलेको पहिलेको पुरानो भएको भए चाहिँ यो टावरहरूभन्दा पनि चाहिँ धरहरा चाहिँ मेन हो नि त जुन एउटा स्टुडियो पहिले चाहिँ भीमसेन थापाले बनाएको जुन भीमसेन टावर भनेर चिनिन्थ्यो होइन त्यो त धरहरा अहिले चाहिँ पछिल्लोसँग सेतोसरा धरहरा भन्छ तर मान्छेहरू चाहिँ दुइटैसँगै खोलिसके पछाडि चाहिँ कम्पेयर गरेर चलिरहेको छ क्या जस्तो अब
यहाँ 1000 रुपियाँ त फिनिस भइहाल्छ होइन। धरानमा जम्मा 200 रुपियाँले त तर सकिन्छ होइन। 200 रुपियाँले अनि मान्छे को तोड्छ क्या यहाँ 200ले काम भइहाल्छ। आखिर माथिको देख्ने दृश्य हो। तर यसमा चाहिँ केही छैन, जस्तै सिसाबाट त्यो अब होइन हेर्ने मात्र हो आखिरतिरको, त्यही मात्र भयो यहाँ चाहिँ। तर धराबाट देउस माथि देख्नुपर्ने दृश्यहरू सायद त्यो टोटल देखिन्छ क्या दृश्यहरू। यस्तो छ यहाँ दृश्य, सुनसान फुले पनि मान्छे कोही चढ्दैन। गाई चाहिँ फुल चाहिँ हेरेर तपाईँको एरिया पनि खत्रै फुल भएको छ कि फुलहरू चाहिँ होइन। उतातिर पनि फुल भएको थियो, अस्तिर चाहिँ त्यो झर्सिरहेको छ। अब टोटल्ली चाहिँ एकदमै दामी फुल भएको छ यहाँको फुलहरू चाहिँ। भनौँ न यो तपाईँको यो प्लस अहिले हामी माथि कमलको एरियाको पनि फुलहरू चाहिँ देखाइहाल्यो। सो अब चाहिँ म जस्ट यहाँ अहिले चाहिँ तपाईँहरू आएको छु। सो यहाँदेखि चाहिँ अब गाई चढ्नु पर्ने हुन्छ होइन। यहाँदेखि चाहिँ गाई चढेर जान्छ होला। अनि मैले भिडियो चाहिँ अब बनाउने होला माथिसम्म यति नै हो। अब परमा गएर भिडियो चाहिँ एडिटिङ गर्नु छ, त्यही नै हो। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु भयो। नयाँ सब्सक्राइब गरिदिनु होला। अब चाहिँ जस्ट नयाँ गर्नेहरू चाहिँ आउँछन्। थ्याङ्क्स फर वाचिङ।